त्यही ज्यामी काम गर्दा गर्दै मेरो जीवनमा एकजना केटा आएको थियो जसलाई मैले मन पराउन थालेकी थिएँ र उसले पनि मलाई प्रेम गर्न थालेको थियो। प्रेम भनौँ वा के भनौँ, जस हामी दुवैजना मायामा थियौँ। उसको नाम मैले यहाँ खुलाउन चाहन्थेँ, सक्थेँ पनि। फेरि उसको नाम खुलाउँदा उसको जीवनमा असर पर्छ कि भन्ने प्रश्नमा यसो सोचेर उत्तर दिएँ, त्यसलाई त के असर पर्छ र, खुब मस्ती गरेर बसेको छ, सुनोस् न। तर पनि ठिक छ, कुनै जमानामा प्रेम गरेको मान्छे हो, त्यही मर्यादामा उसको नाम खुलाइन। यसरी मेरो पनि लभ पर्यो। सुरुमा लभ पर्दा त सबैलाई रमाइलो हुन्छ, पहिला मिठो, अनि अब चपाएर फाल्न लागेको चुइगम जस्तो हुँदै जान थाल्यो सम्बन्ध। एउटा चुइगम सुरुमा बहुत गुलियो हुन्छ, चपाउँदै जान थालेपछि रस सकिँदै जान्छ र त्यो चपाइरहने एउटा फाल्न लागेको बोझ मात्रै हुन्छ। हो, म पनि कसैको जिन्दगीमा फाल्न लागेको बोझ बन्दै थिएँ। यहाँहरूले बेबोको कथालाई निकै प्रेम दिइरहनु भएको छ। यसरी नै बेबोलाई पनि अनि बेबोको कामलाई पनि निकै प्रेम दिनुहोला र आशीर्वाद वर्षाइरहनुहोला। बेबोको यस कथाको रोचक पार्ट, अर्थात् यो कथामा एउटा भन्न बाँकी पार्ट छ। त्यो पार्ट हामीले हाम्रो आधिकारिक पेज साइग्रेस पोखरेलमा अपलोड गरेका छौँ। कृपया यस कहानीको आगामी भागको पूर्ण भिडियो सुन्नको लागि यहाँले त्यो पेजलाई फलो गर्न सक्नुहुनेछ। यहाँ तस्बिरमा देखाइएको बमोजिमको आधिकारिक फेसबुकमा उक्त बाँकी भिडियो अपलोड हुनेछ। किन त्यस पेजमा भिडियो अपलोड गरियो भन्ने प्रश्न यदि यहाँलाई छ भने यो कथाको अन्तिममा रहस्य खोलिनेछ। सुनौ बेबोको कथाको आगामी भाग। म जुस फ्याक्ट्रीमा काम गर्दाखेरि एकजना केटा एक दिन कार्टुन उचाल्ने कामको लागि त्यहाँ आइपुग्यो। उक्त केटो अलि धेरै नै बोल्ने, अलि चुलबुले टाइपको थियो। म अहिले यति धेरै बोल्ने भएको, त्यो बेलामा बोल्दैन थिएँ। मतलब नयाँ मान्छेसँग त्यसरी खुलेर बोल्नै सक्दैन थिएँ। त्यही दौरानमा ऊ मलाई खुब लाइन हान्थ्यो, तर म उसलाई त्यति धेरै चासो दिन्न थिएँ। खैर, त्यहाँ काम नभए पछाडि म अन्त पनि काम गरेर गएँ। म ज्यामी काम गर्दा गर्दै ऊ भने कुनै पनि काममा आबद्ध थिएन। आफूलाई भने जसरी भए पनि पैसा कमाउनु पर्छ भन्ने ध्येय थियो। त्यसैले पनि म ज्यामी काम गर्दा गर्दै उसँग प्रेम बस्यो। त्यसपछि हाम्रो माया पिराती अगाडि बढ्न लाग्यो। अब माया बसेपछि सुरुमा खुब रमाइलो भनिन्छ नि, माया बस्दा सुरुमा सँगै हात समातेर हिँड्दै गर्दा अगाडि काँडो देख्यो भने पख पख बेबी भन्दै रोक्दै काँडो आफैले हातले टिपेर काँडा है बेबी भनेर फालिदिन्छ। र त्यो माया पुरानो भएपछि ए पख्न आँखेर हिँड्न सक्दैनस्, तेरो त्यहाँ काँडा देखेनस् भनेर थर्काएर बोलिन्छ। हो, माया पुरानो हुँदै गएपछि अलिअलि नोकझोक, झर्काझर्की अनि चर्काचर्की पर्दै जान्छ। त्यसरी हाम्रो माया पनि अलिअलि नोकझोक, चर्काचर्की हुँदै 2 वर्ष बित्यो। त्यति बेलासम्म हाम्रो दर्जनौँचोटि झगडा परिसकेको थियो। हामी माया पिरितीमा हुँदाखेरि नै मैले टिकटक बनाउन थालिसकेको थिएँ। कहिले नाच्थेँ त कहिले केही हाउभाउ गरेर टिकटक हाल्थेँ, जस मान्छेहरूले मन पराइदिनु भएको थियो। एक दिन टिकटकमा एकजना दाजु हुनुहुन्थ्यो, समथिङ वार भन्ने दाजु। उहाँले मैले पहिरन सम्बन्धी टिकटक बनाएको कारणले मलाई एक जोर पहिरन मैले काम गर्ने ठाउँमै लिएर दिनुभयो। यो क्रममा म काममा मात्र फोकस हुन्थेँ, कहीँ घुम्न जान्थेँ, कहिलेकाहीँ टिकटक लाइभ बस्थेँ। त्यो बेलामा मलाई उल्लेखनीय प्रेम र प्रशंसाहरू आइरहन्थ्यो। र यसै दौरान ऊ दुबई पनि गएको थियो। ऊ दुबई जाने क्रममा हामीले उसको सम्पूर्ण परिवार मिलेर उसलाई एयरपोर्ट छोड्न गएका थियौँ। यसरी ऊ हाँसी खुसी नै एयरपोर्टबाट बिदाई भएर दुबई पुगेको थियो। हाँसी खुसी दुबई गएको मान्छे मैले यता जस्तो जे टिकटक बनाए पनि उसको अनुहारमा हाँसोको मुद्रा आउँदैन थियो। उसलाई निकै नराम्रो लाग्थ्यो मैले टिकटकहरू बनाएकोमा।
ऊ मलाई घरिघरि कुर्ता मात्र लगा भन्थ्यो। फेरि आफूलाई कहिले कुर्ता लगाउनै नआउने। कुर्ता लगाउनु भनेपछि मरे जस्तो हुने। कहिले लगाएकै थिइनँ। तर पनि उसको खुसीको निम्ति पैसा होस् नहोस् 3-4 जोर कुर्ता चाहिँ मैले सिलाएको थिएँ। त्यसपछि त्यही कुर्ता लगाएर जानी नजानी म भिडियो बनाउँथेँ। त्यसपछि एक दिन फुर्सद भएको बेलामा त्यही दाइले गिफ्ट गर्नुभएको लुगा लगाएर म बाहिर गएर टिकटक बनाएँ। भिडियो पनि मजाले खिचेँ। फेरि आफूले माया गरेको मान्छे हो, बोयफ्रेन्डलाई नयाँ ठाउँमा गएर लुगा लगाएपछि, नयाँ ठाउँमा भिडियो खिचेपछि पठाउन मन लाग्ने। मैले सबै नयाँ नयाँ लुगामा लगाएका फोटोहरू उसलाई पठाइदिएँ। त्यसपछि मैले उसलाई हेर त नयाँ ठाउँमा लगाएर खिचेको फोटो भनेर फोटो पनि पठाइदिएँ अनि टिकटक पनि अपलोड गरिहालेँ, फुलोमे कलियोमे भन्दै। उसले त्यतिन्जेल टिकटक हेरेको थिएन, तर जब ऊ ड्युटीबाट फर्केर आयो उसले टिकटक हेरेछ र देखेछ त्यो लुगा घुँडासम्म मात्रै आएको। त्यसमा सबै शरीर त ढाकिएको थियो, मात्र घुँडासम्म त्यति छोटो थियो। उसलाई साह्रै चित्त बुझेन चाहिँ क्यारे। ऊ मलाई जति बेलै झगडा गर्दा पनि केही कुरा चित्त बुझेन भने ल ब्रेकअप, तेरो मेरो अब ब्रेकअप, म तँलाई चिन्दिनँ, तँ कोस जा भनेर धम्काउँथ्यो। फेरि फकाउने चाहिँ लास्टमा मैले नै हो। पहिला पनि जतिचोटि झगडा परे पनि ऊ मलाई ब्रेकअप भनिरहन्थ्यो, म फकाइरहन्थेँ, घुवा रुन्थेँ पनि। अनि डुवा रोएर म उसलाई नमस्कार गर्थेँ, ढोग्थेँ, बिन्ती भाउ गर्थेँ, नछोड न, ब्रेकअप नगर न भनेर। उसलाई अलिकति रिस उठ्यो भने उसले सबै फेसबुकबाट ब्लक गरिहाल्थ्यो। फेसबुक अथवा जे प्लेटफर्म छ लगायत इमो ऊ मलाई ब्लक गरिदिइहाल्थ्यो। यस्तो घटनाक्रम त 2 वर्ष लभ परुन्जेल 100-200 चोटि भयो होला। उसले मलाई ब्लक गरेको गर्ने, म माफी मागेको मागे गर्ने। अब जस्तो सुकै झगडा परे पनि आफूले माया गरेको मान्छे, मन पराएको मान्छे, यदि उसले मलाई छोड्छु नै भन्छ भने पनि आफू झुकेर एक कदम अगाडि बढायो भने कुरा सल्भ हुन्छ भने किन कुरा नगर्ने त, किन आफू नझुक्ने त भनेर म झुकिरहन्थेँ। उसलाई होइन नछोड न, मबाट गल्ती भयो भनेर आफ्नो गल्ती स्वीकारिरहन्थेँ। अब प्रसङ्ग त्यहीँ आयो। उसले मलाई सोधेको प्रश्न, तैँले त्यति घुँडासम्म आउने लुगा किन लगाइस्? अरे यार, मैले त्यो लुगा लगाएर कहीँ कतै पार्कमा कोहीसँग घुम्न गएको भए पनि मलाई प्रश्न आउनु जायज हो। म त्यही नजिकैको खोलामा गएर टिकटक बनाएँ र सर्लक्क आएर अपलोड गरेर आफ्नो घर पुगेँ। यसमा पनि प्रश्न किन? त्यसपछि उसले मलाई सबैतिर ब्लक गर्न लाग्यो। त्यतिखेर मैले पहिलोपटक आफ्नै बोलीमा टिकटक अपलोड गरेको थिएँ र त्यति बेला फेरि अर्को गीत पनि चलेको थियो, मलाई माइतै सुख छ। मलाई त्यति बेला दिदीहरूसँग जाँदा दिदीले टिकटक भिडियो बनाइदिए भनेर उहाँहरूको भिडियो बनाउन लगाउनुहुन्थ्यो। अनि मलाई त खोलामा आएर दिदीहरूको टिकटक बनाइदिनु भन्दा गाइज उखु पेल्नै सजिलो छ गाइज भनेर मैले भिडियो बनाएको थिएँ आफ्नै आवाजमा बोलेर। अब यता टिकटक हालेर ब्लक खाइहालेँ बोयफ्रेन्डको। फेरि उता अर्कोपट्टि भने त्यही राखेको भिडियोमा भ्युज आउन थाल्यो। अब यता ब्लक गरेको पनि टेन्सन भइरहेछ, उता भ्युज आएको पनि खुसी लागिरहेछ। के गर्ने हाँस्ने कि रुनी भनेको यही रहेछ। अब म प्रेममा यतिसम्म टक्सिसिटीमा थिएँ कि यता भ्युज आछ, भिडियो बनाउन छोड्न सकिँदैन, उता बोयफ्रेन्ड रिसाछ, बोयफ्रेन्डलाई छोड्न सकिँदैन। के गरौँ के नगरौँको अन्यलतामा पर्दै थिएँ। यता घर पुगेपछि राति खुब डर लाग्यो र उसलाई मैले हरेक ठाउँबाट हरसम्भव प्रयास गरेर ढोगेँ, माफी मागेँ। अब गर्दिनँ त्यस्तो लुगा लगाउँदिनँ भनेर। ऊ रिसाएकै कारणले मैले एकचोटि हाफ प्यान्ट लगाएकै कारणले ऊ रिसाएको जुन एउटा घटना याद आयो, त्यस घटनामा उसले मलाई त्यो हाफ प्यान्ट किन लगाइस् भनेर गाली गर्दा मैले उसलाई नराम्रो नलागोस् भनेर त्यो हाफ प्यान्टलाई अचानोमा राखेर 2 टुक्रा पाटेर काटिदिएको थिएँ। त्यस्तोसम्म गर्थेँ उसलाई। अब यति गर्दा पनि नबुझ्ने, के राखेको छ त्यो लुगामा भन्दै मैले मरिहत्ते गर्न खोजेँ, बुझाउन खोजेँ, तर ऊ मरिगए पनि बुझ्दै नबुझ्ने। ऊ भन्थ्यो कुर्ता लगा, मलाई त्यो कुर्ता लगाउनै नआउने, केही गरे पनि मिल्दै नमिल्ने, खै तर पनि के खालको मन पराएँ, माया लाएँ, मैले साह्रै बिराएँ। उसको बानी कस्तो थियो भने आफ्नो कुरा डङ भन्ने अनि झ्यापझुप सबैबाट ब्लक गर्ने अनि मलाई आफ्नो जवाफ राख्नै नदिने। त्यसपछि अब सबै ठाउँबाट ब्लक खाइसकेपछि के गर्ने कसरी बोल्ने भन्ने अन्यलता थियो। धन्न उसले इमो चलाउँथ्यो र मैले फेरि कताबाट इमो डाउनलोड गरेर उसलाई फोन गरेर डुवा रोएर माफी बिन्ती भाउ सबै गरेँ। यति डुवा गरेर रुँदा पनि त्यसले बुझ्दैन थियो। त्यसलाई त पापै लाग्छ जस्तो लाग्थ्यो मलाई। खैर अहिले पनि म बेलामा फोन गरेर उसलाई सराप्छु, रिस उठ्यो भने अनब्लक गर्छु, सराप्छु अनि फेरि ब्लक गरिदिन्छु। मेरो माया नबुझ्ने, मेरो आँसुको मोल नबुझ्ने भनेर मन खोलेर उसलाई सराप्छु अनि फेरि हाँस्छु। यहाँसम्म कि आज भोलि पनि मैले उसलाई फोन गरेर म
म जस्तो केटी त तैँले पाउनु पनि पऱ्यो नि भन्दै फोन काटिदिन्छु अनि फेरि ब्लक हानिदिन्छु। मेरो मनको भडास त्यसरी मैले निकालिरहेको हुन्छु। यति रुवाउँदा यति पापै कर्म गर्दा पनि त्यो मान्छेले एउटा गुण भने मलाई लगाइदियो कि उसले मलाई भनेको थियो, हेर युट्युबबाट पैसा आउँछ नि, युट्युब खोल, 1000 सब्सक्रिप्सन अनि 4000 वाच टाइम भयो भने त पैसा आउँछ अरे नि त। उसले दिएको यो गुरु मन्त्र मेरो लागि साँच्चै गुरु मन्त्रै सिद्ध भयो। फेरि उता उसको पनि युट्युब च्यानल थियो, उसले ऱ्याप हान्थ्यो। जति रिसाए पनि प्रशंसा गर्न लागेको एउटा कुरा चाहिँ थियो, उसको एउटा राम्रो बानी, उसमा गीत गाउने बानी थियो। राम्रो गीत गाउँथ्यो उसले, गीतभन्दा पनि ऱ्याप एकदमै राम्रोसँग हान्थ्यो उसले। त्यो चाहिँ एउटा गुण थियो उमा। हरेक ठाउँबाट उसले मलाई ब्लक गरेपछि भयभरको साम दाम दण्ड भेद लगाएर उसलाई ढोग्नु, माफी माग्नु, गर्नुपर्ने क्रियापदका सम्पूर्ण क्रियापदहरू प्रयोग गरेर पनि उसलाई क्षमा मागे, तर भएन। त्यसपछि हाम्रो ब्रेकअप भयो। त्यो ब्रेकअप पनि मैले पचाउन नसकेर चिनजानको भयभरको दाइहरूलाई मैले बिन्ती भाव गरेँ, एकचोटि त बोलाइदिनुहोस्, अन्तिम कुरा गर्नु छ। तर कुरा भएन। त्यस रात रुँदा रुँदै बित्यो। भोलिपल्ट हेर्छु त भिडियो आकाशिएको छ, पुरै भाइरल। आमामामा, यस्तो भाइरल म कहिले पनि गएको थिइनँ। यता भिडियो भाइरल भएर उत्पात सर्को खुसी लागेको छ, फेरि उता ऊ गुमाउनुको पीडा पनि थियो। त्यसपछि लौ ठिकै छ भनेर म चुपचाप बसेको थिएँ। एक दिन उसले अनब्लक गर्यो। त्यो अनब्लक गरेको थाहा पाउने बित्तिकै यति खुसी लाग्यो, यस्तो ढोगेँ उसलाई, यस्तो ढोगेँ, बाफ्रे। त्यसपछि फेरि उसले पेटभरि गाली गर्यो र मलाई ब्लक गरिदियो। हेर मेरो नियति, गाली खानलाई आफै ढोगेर गइरहेको छु। अनि मलाई महसुस भयो उसले मलाई ब्रेकअप भनेको त एकचोटि दुईचोटि होइन नि, 100औं पटक हो उसले मलाई ब्रेकअप दिएको। तर जति उसले ब्रेकअप दिए पनि ढोग्ने त मैले हो, उसलाई मतिर फर्काउने र प्रेममा फेरि वापस लिएर आउने त मै हो। तर मैले यति गर्दा पनि उसले बुझ्दैन भने म चाहिँ के त, मेरो चाहिँ सेल्फ रेस्पेक्ट छैन र भन्ने महसुस भयो। त्यसपछि भने मैले ओके, अब तँ पनि झुक्न सक्दैनस् भने म मात्र कति झुक्नु, अहिलेसम्म त मैले गरेँ, अब मेरो साइडबाट पनि तैँले मेरो रिस देख्छस् भनेर मैले पनि ब्लक गरिदिएँ। जबसम्म मैले ब्लक गरेको थिइनँ उसले मात्र ब्लक गर्थ्यो, मलाई गाह्रो भएको थियो। अब मैले ब्लक गरिदिइसकेपछि भने म पनि झुक्दिनँ भन्ने पोजिसनमा म आइपुगेँ। मलाई महसुस भएको अर्को कुरा पनि के हो भने यदि विवाह नै नहुँदा त उसले मलाई यति धेरै आफ्नो मुठीमा राख्छ, यो लगा त्यो नलगा, यसरी भिडियो बना त्यसरी नबना भनेर प्रेसर दिइरहन्छ भने बिहे भएपछि मेरो हालत के होला। त्यसपछि भने मैले निर्णय लिएँ, अब म उसलाई पन्छाएर आफ्नो अर्को बाटोतिर लाग्छु। मेरो यतापट्टि भने दिन प्रतिदिन भिडियोहरू भाइरल हुँदै थियो, आफ्नै आवाजमा बोलेर बनाएको भिडियोहरू नयाँ उचाइ प्राप्त गर्दै थियो। त्यसपछि मैले कन्टेन्ट सोच्ने र एभ्री लाइनहरू आफैले बोलेर भिडियो बनाउन थालेँ। मैले आफैले बनाएका भिडियोहरू र आफैले बोलेका भिडियोहरू एकदम धेरै भाइरल हुन थाल्यो। यहाँसम्म कि मैले बोलेका भिडियोहरू नेपालका टिकटक सेलिब्रिटीहरू, ठुल्ठुला टिकटक स्टारहरूले पनि प्रयोग गरेको देखेपछि मलाई त बहुत खुसी लाग्यो, वाउ भन्ने महसुस हुँदै थियो। त्यसपछि ब्याक टु ब्याक मैले हिट भिडियोहरू बनाएँ। मेरो भिडियोमा भएको आवाज दुनियाँले युज गरेको देखेपछि मलाई महसुस भयो यसले पो मलाई रोकेको रहेछ नि त, यसले पो मलाई जिन्दगीमा प्रगति गर्न बाधा अडचन राखेको रहेछ नि त, यसलाई छोडेपछि राम्रो भयो भने मलाई महसुस भयो। यसले पो मलाई रोकेको रहेछ, हेर यसले मलाई जमानामा बोल्न दिएको भए मलाई कति राम्रो हुन्थ्यो भन्ने महसुस भयो। र मैले उसलाई ब्रेकअप दिइसकेपछि कस्तो फ्री महसुस गरेको आफूलाई पाएँ। मलाई अब कसैको डर भएन, कसैले मलाई केही भन्ला भन्ने पनि भएन। त्यसकारण मैले ड्याङ्की भिडियो बनाउन थालेँ र झन् भाइरल पनि भएँ। यसरी उता मेरो टिकटक भिडियो पनि भाइरल हुँदै थियो र यता म क्याफेमा पनि काम गर्न थालेको थिएँ। तर क्याफेमा म एक्लैले कति जाने, क्याफेको साउ रक्सी खाएर टिल्ल परेर बस्थ्यो। मैले सबैतिर धान्दा साउले मलाई एउटा प्रतिबद्धता दिनुभएको थियो कि 3 महिनापछि मेरो स्यालेरी 8,000बाट 10,000 बढाइदिने। तर त्यसको ठिक विपरीत पैसा बढाउनु त कता हो कता झगडा गरेर मलाई क्याफेबाट निकाल्नेसम्म परिस्थिति पैदा गरिदिनु भयो।
त्यसपछि मैले ल मलाई निकाले पनि निकाल भनेर म पनि झुकिनँ र मलाई त्यहाँबाट निकालिदियो पनि र आफ्नो पैसा लिन कुरेँ र पर्खिसकेपछि आफ्नो पैसा पनि लिएर म आफ्नो बाटो लागेँ। त्यसपछि भने मम्मी बाबाले घरमा कोही नभएको कारणले घरमा आऊ भनेर बोलाउन लाग्नुभयो। त्यसपछि भने मलाई मेरो भूत उत्रियो। हुन त म पैसा कमाउनु पर्छ भनेर काठमाडौँ टेकेको मान्छे, केही पैसा कमाइयो पनि, तर मैले के बुझेँ भने पैसा कमाउनु पनि सजिलो चाहिँ रहेनछ। काम गरेर दुःखै गरेर पैसा कमाउँदा साह्रै पर्दो रहेछ भनेर मैले रियलाइजेसन गरेको थिएँ। बाबा मम्मीले पनि किन एक्लै काठमाडौँ बस्छौ, गाह्रो हुन्छ, घरै आउनु भनेर बोलाउँदाखेरि म पनि काठमाडौँबाट घर जानु एउटा स्वार्थ थियो कि मैले काठमाडौँमा यत्रो वर्ष पैसा खेलाएर बसेको मान्छे, काम गरेर मेहनतले पैसा कमाएको मान्छे घर गएर चाहिँ गर्नु के, झन् बेरोजगार भइएला भन्ने एउटा चिन्ता पनि थियो। मेरो घर फर्किनुको एउटै मात्र शर्त के थियो भने ज्यादा दुःख केही होइन, घर परिवारले मेरो पढ्ने इच्छालाई पूर्णता दिनुपर्छ। अब मलाई पढ्नमा लाग्यो, मलाई +2 पढाइदिनुपर्छ भनेर मागेँ। त्यसपछि उहाँहरूले हुन्छ हामी तँलाई कलेज पढाइदिन्छौँ भनेर बाचा गरिसकेपछि म फर्किएँ घरमा। यता ब्रेकअप भइसके पनि उसको यादहरूले सताउँथ्यो। यादले सताए मात्र हुन्थ्यो नि, यादले खान्थ्यो नै। तर म आफू बलियो हुनु थियो, हुँदैन है भनेर म आफू स्ट्रङ भएर आफूलाई उभ्याउनु थियो। फेरि मैले उसलाई अनब्लक गरेँ भने, उसले मलाई मिठो बोलिदियो भने म पग्लिन्छु। म जति कठोर भए पनि उसको अगाडि नरम हुन्छु र रोइदिन्छु भन्ने डर लाग्यो। त्यसपछि उसलाई कपाल काटेको मन पर्दैन भन्ने कुरा याद आयो। ल सबैभन्दा राम्रो कुरा त यही हो, म कपाल काट्दिन्छु अनि उसलाई बिर्सिनको लागि यो सबैभन्दा ठुलो हतियार हुनेछ। उसलाई मन पनि पर्दैन र म यसरी नै मुभ अन हुन्छु भन्ने सोच आयो। त्यसपछि मैले कपाल ढुट्टो पारिदिएँ। सिधै केटी मान्छेको कपाल गहना हुन्छ भन्छन्। मैले कपाललाई फाडेर बोइज कट काटिदिएँ र केटा जस्तै लुक्स बनाएँ। मलाई विचार के आयो भने जबसम्म कपाल काट्दिनँ त्यो मसँग फर्केर बोल्न आउन सक्ने सम्भावना छ, अनि त्यो आएर मसँग पग्लिएर बोल्यो भने त म झन् गल्छु। यदि मैले कपाल काट्दिएँ भने उसले मलाई देख्न पनि चाहन्न र रुचाउँदैन पनि। त्यसले कपाल छोटो हुन्जेलसम्म मसँग बोल्दैन र लामो भइसकेपछि त म आफै पनि मुभ अन हुन्छु। तसर्थ मैले कपाल काटेको थिएँ यही नियतले। त्यसपछि मैले कपाल काटेका भिडियोहरू टिकटकमा राख्न थालेँ अनि त्यो पनि भाइरल हुन थाल्यो। टिकटक VIRAL हुँदाहुँदै अर्को VIR को पनि प्रवेश भयो। मेरो जीवनमा मेरो भिडियोहरू VIRAL भाइरल हुँदाहुँदै मेरो जीवनमा अर्को VIR ... को पनि प्रवेश भयो। ती व्यक्ति को थिए अनि ती व्यक्तिसँगको मेरो सम्बन्ध के भयो? धेरैलाई अनुमान त होला वास्तवमा के भएको थियो र मेरो जीवनको कसरी अभिन्न अङ्ग बन्यो थियो भने कथाको अबको भागमा। यहाँहरूले बेबोको कथा सुनिरहनु भएको छ। अब बेबोको प्रेम कहानी अर्थात् भाइरससँग कसरी भेट भयो भन्ने कुरा चाहिँ हामी फेसबुकको यो पेज अर्थात् साइग्रेस पोखरेल नामक पेजमा सुन्नेछौँ र यो कथाको अर्को पार्ट पूर्ण रूपमा यही पेज साइग्रेस पोखरेलमा हुनेछ। कृपया यदि यहाँलाई यो कथा सुन्न मन छ र यो कहानी इन्जोय गरिरहनु भएको छ भने सिधै फेसबुक पेजमा यहाँहरूले यो कथा भेट्न सक्नुहुनेछ, किनकि यही भागको अन्तिम पार्ट उता पब्लिस भइसकेको छ। अब बेबोको आगामी कहानीहरू हाम्रो फेसबुक पेज साइग्रेस पोखरेलमा यहाँहरूले पाउनुहुनेछ। खैर यसो किन गरिएको होला भन्ने प्रश्नको जवाफ हामी यो कहानीको पछिमा अवश्य रहस्योद्घाटन गर्नेछौँ। त्यतिन्जेल यहाँहरूले यो कथामा
तत्कालै के भयो भनेर सुन्नको लागि चाहिँ साइक्लिस्ट पोखरेल पेज फलो गर्नुहोला। नमस्ते।